दिदीको बिहेमा हावाहुरी र पानीले यति धेरै बिजोग गरायो कि एउटा भनाइ छ नि, डाडु चाट्यो भने आफ्नो बिहेमा पानी आउँछ अरे भनेर। उहाँले पनि मजाले चाट्नु भएछ क्या हो, त्यसैले यति धेरै पानी र हावाहुरी आएको थियो उहाँहरूको बिहेमा। तपाईहरुले चाहिँ यस्तो नगर्नुस् है। दिदीको लागि गिफ्ट बोकेर चितवनको फेमस स्मार्ट ब्याङ्क्वेट एन्ड रेस्टुरेन्टमा बिहे भएकोले आएको थियो। चितवनमा गर्मी लागिसकेपछि दिनभरि टन्टालापुर काम लाग्ने यो रेस्टुरेन्ट पनि एकदम पिस अनि एकदम राम्रो रहेछ। पानीको फोहरा र दिदीहरूको बिहेको बोर्डहरू राखिएको थियो र केटहरू सजाइएको थियो, एकदमै राम्रो देखिरहेको थियो। बिहे जस्तोमा चिन्ने नचिन्ने पाहुना आफन्तहरू त आउँछन् नै। र यो सुन्दर माहौलमा रमाउँदै हामीले चाहिँ डाइरेक्ट दिदीलाई शुभकामना दिदी र हामीले चाहिँ गिफ्टहरू दिएर हामीले चाहिँ टिकाहरू लगाइदिनु भयो। र यो रमाइलो माहौलमा रमाउँदै चाडपर्व कार्यहरूमा भेट्ने भनेको नै आफन्तहरू त हुन् र उहाँहरूसँग भेट्दै हालखबर सोध्दै एकदम रमाइलो भइरहेको थियो। उहाँहरू पनि खुसी हुनुभएको थियो र मलाई पनि खुसी लागेको थियो। लामो समयपछि उहाँलाई पनि भेट्न पाएको थिएँ। फोटो र भिडियो र रमाइलोमै मस्त हुनुहुन्थ्यो उहाँहरू पनि। अब बिहेमा आएपछि खाना खान परिहाल्यो अनि खाना खाने लाइन भइरहेको रहेछ र सबैजना मिलेर हामीहरू चाहिँ खाना खाने लाइन गएको थियौँ। एउटा डाइनिङ टेबलमा बसेर हामीहरू सबैजना मिलेर खानाहरू खायौँ। खाना पनि एकदमै टेस्टी अनि एकदमै मिठो रहेको थियो। गफ गर्दै कुराकानी गर्दै बिहेको माहौलमा रमाउँदै खाना खाँदै हामीहरू त्यहाँ एकछिन बसेका थियौँ। यतिकै दिदी चाहिँ नाचिरहनु भइरहेको थियो बाजाको तालमा र सबैजना नाचिरहनु भइरहेको थियो। र खानासाना खाएर हामी बाहिर एकछिन आएका थियौँ। बाहिर पनि बाजा बजाएर बाजाको तालमा नाचेर रमाइरहनु भइरहेको थियो। चिन्ने नचिन्ने आफन्तहरूसँग भेटेर मैले सेल्फीहरू हानेको थिएँ र फोटोहरू पनि खिचेको थिएँ। एकदम खुसी हुनुभएको थियो र मलाई पनि खुसी लागिरहेको थियो। सबैजना आफ्नो तालमा रमाउँदै गीत गाउँदै नाच्दै रमाइलो गर्दै गर्नु भइरहेको थियो। दुले अन्माउन दिलाउँछ भनेर जग्गामा पूजा भइरहेको थियो। सबैजना रमाइरहनु भएको थियो, नाचिरहनु भएको थियो। एक्कासी हावाहुरी र पानी आएर बिजोग भयो। एकैछिनमा यस्तो हावाहुरी आयो कि त्यसले त विवाहको सम्पूर्ण टेन्टहरू सबै उडाइदिएको थियो, ढलाइदिएको थियो, बिजोग बनाइदिएको थियो। डाडु चाट्यो भने र कराईमा खाना खायो भने चाहिँ उसको बिहेमा चाहिँ पानी पर्छ अरे भन्ने एउटा बनाइरहेको छ। त्यस्तै भएको हो कि भन्ने पनि लाग्यो, तर त्यस्तो होइन। किनकि चितवनको मौसम कतिखेर बदलिन्छ र कतिखेर गर्मी, कतिखेर जाडो, कतिखेर पानी, कतिखेर हावा आउँछ, पत्ती हुँदैन। पानी रोकिएर अलिक कम भएको थियो। फेरि सबैजना रमाइलो गरिरहनु भइरहेको थियो। र यसै बिचमा चाहिँ मैले चाहिँ मिनी ब्लग बनाएको भनेर थाहा पाएर उहाँले चाहिँ हामी चाहिँ हजुरको बिग फ्यान भन्दै त्यो फ्लावरहरू ल्याएर मलाई दिनु भइरहेको थियो। उहाँ चाहिँ मेरो लिटल फ्यान रे। अनि मौसम सामान्य रहेपछि विवाहको कार्य सुरु भयो र सिन्दुर हालेको हामीले हेर्नु न भनेर हेरेनौँ। अनि पछिवरी तानातान रमाइलो गर्दै हेर्दा हेर्दै रात पर्न लागिसकेको थियो। अनि सालीहरूले जुत्ता लुकाएपछि एकैछिन चाहिँ एकदम रमाइलो भइरहेको थियो। दिदीहरूले जुत्ता लुकाउनु भएको थियो। डिमान्ड चाहिँ 2 लाख गरेका थियो, तर बार्गेनिङ गर्दा गर्दै 1 लाखमा झर्यो। उहाँहरू जर्मनबाट आएर बिहे गर्नु भएकोले जर्मनको पैसा दिँदै यो पनि राख भन्दै मजा गर्नु भइरहेको थियो। लास्ट टाइममा रमाइलो गर्दा गर्दै यो चाहिँ हामीले प्र्याङ्क गरेको, यो चलिआएको चलन भएको भएर रमाइलो गरेको मात्र हो भन्दै दिदीले रुँदै मलाई अरू के चाहिँदैन, मेरो दिदीलाई कहिले पनि नरहनु, सधैँ खुसी राख्नु, मलाई कति पैसा चाहियो हजुर यो जुत्ता लिनुहोस् भनेर दिनुभयो। र यो मोमेन्टले सबैलाई स्तब्ध पारिदिएको थियो, जुन एकदमै स्याड मोमेन्ट। विवाहको अन्तिम चरणतिर अनुमान बेलामा कति धेरै नरमाइलो लाग्छ त्यो त भोग्नेलाई र देख्नेलाई थाहा हुन्छ होइन र। एकदमै नरमाइलो लागिरहेको थियो, अलिकति नराम्रो पनि लागिरहेको थियो। के गर्नु, छोरी मान्छेको जात बिहे गरेपछि जानै पर्ने, पढाइ घरमा पठाउनै पर्ने। बिदाइ गर्नुभन्दा अगाडि सबैजनालाई हक गर्दै आँखाभरि आँसु पार्दै उहाँलाई अन्माइयो। उहाँ दिदी चाहिँ मेरो ड्याडीको कान्छो मामाको जेठी छोरी हुनुहुन्छ र मेरो चाहिँ फुपू दिदी पर्छ। ठुलो अङ्कलले दिदीलाई बोक्नु भयो र सानो अङ्कलले चाहिँ नाजुले बोक्नु भएर गाडीमा घुमाउँदै अन्माउनु भएको थियो। हेर्दा हेर्दै दिदी पनि जानु भयो र यतिकै हाम्रो यो विवाहको यो रमाइलो अनि लास्टमा नरमाइलो लाग्दै विवाहको माहौल सकियो र हामीहरू त्यहाँबाट घर फर्कियौँ र हाम्रो विवाह एकदमै मेमोरेबल र एकदमै स्मरणीय भएको थियो। थ्याङ्क यू फर वाचिङ। हजुरहरूले यति धेरै बेरसम्मको लागि हेरिदिनु भयो। हजुरको प्यारो आर्टिस्ट एन्ड मिनी ब्लगर सँग दिनुहोस्। ओके बाई, टेक केयर।